आजको राशिफल। मेष राशि। मेष राशिका लागि धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला, धनको नाश पनि होला, सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केही पीडा होला, स्वास्थ्यमा समस्या हुन सक्छ, साथै उपचारका लागि खर्च हुनेछ। वृष राशि। वृष राशिका लागि आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नुहोला, समर्थन गर्ने प्रशस्त व्यक्तिहरू पाइनेछ, काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। जागरमा सुधार आउनेछ भने साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्न थाल्नेछन्। मिथुन राशि। मिथुन राशिका लागि गरिराख्नु भएको कामबाट फाइदा हुने समय छ, धन कमाउने योग छ, काममा जोस जाँगर आउनुका साथै आर्थिक एवं सामाजिक लाभ मिल्ने दिन्छ, उद्योग कल कारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, यात्राको योग पनि रहेको छ। कर्कट राशि। कर्कट राशिका लागि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ, अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, बिस्तारै कामहरू बन्न थाल्नेछन्, लामो यात्राको प्रक्रिया अगाडि बढ्नेछ, साथी घर परिवारबाट सुख शान्ति मिल्नेछ। सिंह राशि। सिंह राशिका लागि भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला, खर्च धेरै नै बढ्नेछ, कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन, सोच अनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ, सावधान हुनुहोला। कन्या राशि। कन्या राशिका लागि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ, प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ, सोच अनुसार काम बन्न कठिन छ, नयाँ लुगा र मिठा खानाको आनन्द मिल्नेछ, आज त्यसै समय अलमल गराउने खालको छ, यो कुरा विचार गर्नुहोला, काममा पनि मन नजाला कि भन्ने संकेत गर्दैछ, सावधान हुनुहोला। तुला राशि। तुला राशिका लागि आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो, प्रशंसकहरू पनि बढ्नेछन्, आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ भने व्यापारमा सोच अनुरूप फाइदाको योग छ। वृश्चिक राशि। वृश्चिक राशिका लागि केही अधुरो काम सम्पन्न हुने खालको दिन रहेको छ, आर्थिक लाभ होला, पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सफलता हुने दिन छ, वाहन चौपाय आदि प्राप्त होला, साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ। धनु राशि। धनु राशिका लागि केही विवाद पर्ने सम्भावना छ, यो कुरा विचार गर्नुहोला, सावधान हुनुहोला, शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ, झै झगडा हुनेछ, अनावश्यक डर वाद विवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनुहोला। मकर राशि। मकर राशिका लागि परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ, हानि नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्, घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउनेछ, यो कुरा विचार गर्नुहोला। कुम्भ राशि। कुम्भ राशिका लागि प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त गर्ने दिन छ, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ, दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ, पर्यटकीय स्थल तीर्थ वा मन्दिरको भ्रमण हुनुका साथै घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने दिन छ, दिन रमाइलो साथ बित्नेछ। मीन राशि। अन्तिममा मीन राशिका लागि मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ, मान सम्मान पनि पाइनेछ, पारिवारिक समस्याको समाधान हुने देखिन्छ, महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ, कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ, दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ। अब हामी सुरुवात गर्छौं मिति विक्रम सम्वत 2083 साल असार महिनाको 26 गते शुक्रबारको लागि विभिन्न जानकारीहरूबाट सुरुवात गर्दैछौं। ईस्वी सन् 2026 जुलाई महिनाको 10 तारिक आषाढ कृष्ण एकादशी तिथि पर्दैछन्, भरणी नक्षत्र, शुलयोग
र ब-व-करण। र शुक्रबारको लागि सेतो चिज खानुभयो, लाउनुभयो, यात्रा गर्नुभयो, सेतो चिज लगाएर भने बढी मात्रामा राम्रो रहन्छ भने एउटा न एउटा सेतो परिदियोस् भन्ने मात्रै कुरा हो। पुरै सेतो लाउनुपर्छ, बर्खान्तबारे जस्तो गर्नुपर्छ भन्न खोजेका होइनौँ हामीले। केही न केही सेतो चिज देखिने गरी रहोस्। र घरमा पनि सेतो चिज केही खानुभयो भने विशेष राम्रो मान्छ। गर्भवती महिलाले यस्ता चिजहरू खानुभयो भने शरीरमा तन्दुरुस्त मन्दुरुस्त रहन्छन्, सन्तान जन्मदाखेरि भन्ने हुन्छ। हड्डी सेतो छ, हड्डीमा क्याल्सियम छ अरे, दुध सेतो छ, दुधमा क्याल्सियम छ अरे, किन यसरी राखेको हो यो थाहा छैन होइन। भगवानको कृपा रहोस्, आशीर्वाद रहोस्। यस्ता चिजहरू रङसँग शरीरका अङ्ग प्रत्यङ्गमा रहने चिजहरू बनाइएको छ, यो कुरा विचार गर्नुपर्छ। त्यसो भएका कारणले गर्दा गर्भमा पालित पोषित शिशुलाई सबै कुराहरू न्युट्रिसनहरू पुरा होस् भन्नका लागि यसरी दोहद बनाइएको हुन्छ। साताको 7 दिन अलग अलग दिनमा अलग अलग खानेकुराहरू बनाइएको हुन्छ। पहिला सुरुको खाना त्यस्तो खानु भनेर बताइएको हुन्छ, सन्तान सही जन्मन्छ भन्ने भनाइ हो। मेष राशिमा चन्द्रमा मेष राशिमा रहेका बेलामा कि त पूर्व दिशाबाट कि त उत्तर दिशाबाट यात्रा गर्नु राम्रो मान्छ, चाबी लिनु राम्रो मान्छ, हस्ताक्षर गर्नु राम्रो मान्छ, त्यता फर्केर विशेष कामहरू गर्नु राम्रो मान्छ। र सँगसँगै आजका लागि विशेष कामहरू, नयाँ कामहरू, ठुला कामहरू गर्नुपर्छ भने तपाईँले भगवानलाई सम्झिने अथवा काम सुरुवात गर्ने अभिजित मुहुर्त रहन्छन् बिहानको 11:41 मध्याह 12:36 ब्रह्म मुहुर्त रहन्छन् बिहान 3:50 4:28 यो समयमा तपाईँले आफ्ना खातापाताहरू, कागजपत्रहरू, केही चिज भगवानलाई चढाएर हे भगवान मेरो यस्तो यस्तो काम छ आज सफल बनोस् भन्नुभयो भने राम्रो रहन्छ भने अलिकति जोगिनु पर्ने, झगडा पर्ने, दुर्घटना हुने, हातखुट्टा भाँचिने नराम्रो समय रहन्छन्, विचार गर्नुपर्ने समय रहन्छन्। अलिक सावधानीपूर्वक यात्रा गर्नुपर्ने। बिहानको राहुकाल रहन्छन् बिहानको 10:25 12:08 यमघण्टा काल रहन्छन् दिउँसोको 3:34 बेलुकाको 5:17 गुलिक काल खराब समय रहन्छन् बिहानको 6:59 8:42 यो समयमा विशेष सावधानी अपनाउनु होला। सँगसँगै दिनको 12 बेला रहन्छ, रातको 12 बेला रहन्छ, यी कुराहरू विचार गर्न सक्नुहुन्छ। विभिन्न साहित्यहरू रहन्छन्, ती कुरा विचार गर्न सक्नुहुन्छ। के काम गर्दै हुनुहुन्छ, आजको लागि यस्ता साहित्यहरू परेका छन् कि छैनन्, यो कुरा हेर्न सक्नुहुन्छ। वास्तु पूजा गर्दा, पुराण श्रवण गर्दा यसरी विभिन्न कुराहरू रहन्छन्, हेर्न सक्नुहुन्छ। हामीलाई हेर्नुहुन्छ, सुन्नुहुन्छ, विचार गर्नुहुन्छ, कस्तो लाग्छ? तपाईँले तुलसी गुरु नामगरेको युट्युब च्यानल, फेसबुक पेज, टिकटकमा हामीलाई भेट्न पछ्याउन सक्नुहुन्छ। ज्योतिष विज्ञान नाम गरेको युट्युब च्यानल पनि रहेको छ, लाइक कमेन्ट गर्न सक्नुहुन्छ। सबैको जय होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् भन्ने कामनाका साथमा आजलाई म तुलसी भारद्वाज निरौला बिदा माग्छु। नमस्कार, शुभ दिन, जय होस्।